ढिँडोकोमा अब 7वटा करङ भएको छ है त। ए धेर तिउन खाने त राडा पो हुन्छ गरे। ए ससुरा त त्यसरी पो राडा भएको रहेछ भन्ने के पिरो हो खाउँ खाउँ लाग्छ फेरि खानै नसकिने। आज चाहिँ ढिँडो पिठो त यो पुग्छ पिठो माथि छ अरे अहिले खोइ त्यहाँ कति छ आमामा त्यत्रो आमा पिठो त ल्याउनै पर्छ क्या हो। पिठो हजुर ढिँडोको कतिवटा करङ भाज्नु अरे आमा? 7वटा भाज्नु गरे। ढिँडोकोमा अब 7वटा करङ भएको छ है त। ढिँडोको हो कि मान्छेको भाती हो बार्दा बार्दा क्या क्या के ठोक्यो अनि मकै छैन भुटेर खानु भनेर दुखाएको थिएँ घाउ अलिकति त्यही भक्कको बुढीले ल्याइदिएको खेतको घाउ दिन्छ पो बाह्र फल्दैन नै यसपालि पल्लो घाउलाई दुध्दा दुध्दा साप ऊ त छ पनि नै ढुट्टो फुटिन्जेल टक्टर खाएर जुगे तार्दै टक्टराउँदै गर्दा 2 फ्याक्ला भइगयो। अनि पर ढुङ्गामा लगेको सुकाउनु यता कुखुराले टेक्छ भनेर ढुकुर जे बाको ढुकुर धुरिएर खाँदो रहेछ। हौ त्यति अब ढुकुरले खाएँ कुखुराले खाएँ धुँदा ओर्दा अनि मकै पनि मिसाएको त्यही घाउ पिसेर ल्याएको। अनि फुपा डाँडा घरमै खै म त गएर उता गयो जङ्गलतिर खान्थेन बाजे कता हो खानु त मजाले यति खान्छन् पै 2 चेली भात तर खुट्टा चाहिँ फाल्तनला जस्तो हुइजान्छ गरेको हिँड्दा। हजुर भरि सुनाएर नै खाएको हेर्दा त फुपा त्यो पनि हुँदैन सन्चै त कडै जस्तै मिठै गरी खान्छन् राम्रै गरी फेरि हिँड्दा चाहिँ हुँदैन गरे। कमलेले खाइसक्यो यसो भन्नु आएको आएकै तिमीहरूले कसैले देउदेउता गर्दैनौ न जे भएको देउदेउता मेरो घरमा खनिन्छ मलाई खाइसक्नु बाटो भनेको भनेकै तिमीहरू पनि नगर भन्दिनँ अब मर्ने बेला भइगयो अब यस्तै हुनु पनि भनेको भनेकै तल्लो घरे कता हो यता पनि छैन अनि जे भएको सबै घरको देउदेउता खनेर मलाई खानु आँट्यो भूत प्रेत भोरो आएर भन्नु नगर्नु तपाईँहरू पनि छोडिदिनु। हजुर कसले काटिदियो त्यो बताउ घरि सुनाउनु एउटा नाति छ पनि कता कता कुदाइहाल्यो लुकाइ हिँड्छन् यहाँको पालाती छ पनि लगिहालेन् कोही भाटाले चेपेपछि चल्दैन। हाम्रो डाला दुईवटा बनाउनु भयो यस्तै यस्तै छोटो छोटोबाट म मात्रैलाई त यत्रो त दिउरेतिर बाँड्छु ल यो कराई नै त्यस्तो छ चिप्लो। अब चाहिँ यो ढिँडोको 7वटा होइन 14वटा जति करङ भाँचिदिए अब चाहिँ दामी हुन्छ।
हुन चाहिँ फेरि जति बाटो जति धेरै बाटो ढिँडो चाहिँ त्यति मिठो हुन्छ क्या दामी हुन्छ यो चाहिँ गाउँको ढिँडो हो कोदोको पनि दामी हुन्छ अब युवासँग झगडा गर्ने बेला भयो 7 वटा होइन 14 वटा करङ भाँसी देख्छु आमाले लु यहाँ डन यहाँ बस्नुहोस् म ल्याउँछु आमा माथि के पिरो हो खाउँ खाउँ लाग्छ फेरि खानै नसकिने चिम्रो पनि खाऊ युवा खाऊ युवा खै युवा युवा खै छुट्याउन नजाने उता के लिएर आउनुभयो दिमा भट्टी पनि छैन चप्पल पनि छैन अन्धा सुरुमा 12 बजीतिर आएको म गम्मै खायो त्यहाँ मजाले बुक्कै बाजेले जतिकै गर्न थाल्यो यसले त रोटी बनाउँदै राख्दैछ रोटी बनाउँदै खाँदै गर्दै बाजेले चाहिँ कसो गर्छ अरे डल्ला 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 बनाउँदै राख्छ अरे उको चाम्रा चाफु बनाउँदै गरे यस्तो के दिदी यिनीहरूको बाउ चाहिँ पिच 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 थालैभरि बनायो अनि कोही कम मासु जति हाल्ने गरे अनि ढिलो होइन उनको चाप्मुमा नै त्यसले गर्दा हाम्रो ए धेर तिउन खाने त राडा पो हुन्छ गरे ए ससुरे त त्यसरी पो राडा भएको रहेछ भन्ने Wow, kati roll. May roll.